सबैको जिन्दगीमा एउटा कथा छ, सबैको जीवनमा एउटा व्यथा छ, सङ्घर्ष छ। सङ्घर्ष बिनाको मानिस त, दुःख बिनाको मानिस त तपाईँले संसार पाउनु नै हुन्न। एउटा कुरा के सोच्नुहोस् भने तपाईँलाई दुःखले एक्लै हिँड्न बाँच्न पनि सिकाउँछ। किनकि मानिसले साथ दिने भनेको त सुखमा हेर्नुहोस्, बिरलै मात्रामा, थोरै मात्रामा मात्रै तपाईँलाई दुःखमा साथ दिने मानिसहरू तपाईँको जीवनमा भेटिने गर्दछन्। त्यसैले आज दुःख आयो, आज जीवनमा सङ्घर्ष छ भनेर कहिले पनि नपिरोलिनुहोस्, नरुनुहोस्, आफ्नो दुःखहरू सबैलाई सुनाइ नहिँड्नुहोस् है। मलाई यस्तो भएको छ, उस्तो भएको छ भनेर सबैलाई आफ्नो कहानी नबताउनुहोस्। किनभने मानिसहरूले तपाईँको दुःखलाई मजाकको रूपमा पनि लिने गर्छन्। कति मानिसहरू कि सबै मानिसहरूले तपाईँको भावनालाई बुझ्दैनन् नि। भावना नबुझ्ने मानिसको अगाडि गएर आफ्नो दुःख सुनाउनु, पीडा सुनाउनु, व्यथा सुनाउनु बालुवामा पानी हाल्नु जस्तो।